एकदमै खुसी लाग्यो है हिजो मलाई धेरैजनाले ह्याप्पी रिपब्लिक डे भन्दै थियो। सो बेलुका रातितिर म सबैजनालाई दिनु पाइनँ। सो एकैताल दिन्छु सबैजनालाई ह्याप्पी रिपब्लिक डे ढिलो भए पनि है। र विशेष गरेर मलाई अझै ज्यादा खुसी चाहिँ किन लाग्यो भन्दाखेरि नि हिजो मलाई धेरैजना साथीहरूले कहिले नदेखेको पुरानो मेरो साथीहरूले पनि सोध्यो क्या, आमा ह्याप्पी रिपब्लिक डे कुशल अरे त्यहाँदेखिको के गर्दैछस् के छ भन्ने सोध्यो नि त। धेरैजनाले यति साह्रो खुसी लाग्यो कहिले अब मलाई मेसेजै नगर्ने साथीहरूलाई। र उनीहरूको लागि चाहिँ के भन्छु भन्दाखेरि नि हेर साथी एकदम ठिक छ, तर एउटै मात्रै कुरा चाहिँ के छ भन्दाखेरि नि अस्ति मेरो कपाल झरेको थियो हो। अन्त त्यो टेन्सन लागिरहेको थियो। त्यहाँदेखि त्यो टेन्सनले गर्दा झन् ज्यादा कपाल झऱ्यो, झन् ज्यादा टेन्सन भयो। अहिले त झन् ज्यादा मलाई कपाल झरेको छ र टेन्सन लागिरहेको छ हो। अब कुरा चाहिँ के गर्नु भन्दा टेन्सन ल्याउनु कि नल्याउनु भइरहेको छ हौ।